Hello everyone, welcome back to my YouTube channel. After a long time भिडियो बनाउन गइरहेको छु। त्यो पनि के हो भन्दाखेरि कस्तो भिडियो भन्दाखेरि नेपालमा अहिले चलिरहेको वैशाख जेठ भनेको त साकेला चल्ने हो नि त। अनि साकेला अहिले नेपालमा त सकिसक्यो भन्दा पनि अन्तिम भइसक्यो होला सायद, थाहा छैन। तर दुबईमा चाहिँ आज छ दुबईमा चाहिँ बरदुबईमा आज छ साकेला चाड या पर्व के भन्छ यो मलाई थाहा छैन, किनकि म त तामाङको छोरो परेँ नि त। चाड या पर्व के भन्छ मैले भिडियोमा देखेको थिएँ, एकचोटि भिडियोमा टिकटकमा या केमा देखेको थिएँ कम्प्लेनहरू, यो हाम्रो चाड होइन पर्व यस्तो के भन्नुभएको थियो। त्यहाँदेखि बच्चैदेखि म नाच्दै आएको, त्यो पनि मैले यसमा कन्फ्युज भएँ आज होइन। त्यो पनि के छैन, म भिडियो बनाउँदैछु। लङ टाइम दुबईमा भ्लग सुरुमा नेपालमा हल्का फुल्का गर्थेँ, खासै अब हुन्छ नि अब उयो गर्दिनँ थिएँ, एउटा दुइटा लगाएको थिएँ। त्यो दुबईमा आएर चाहिँ मैले फर्स्ट टाइम भ्लग बनाउने कोसिस गरेको छु होइन। हेर्नुहोस् न, सबैतिर नेपाली चारैतिर नेपाली छ है, चारैतिर नेपाली छ। आफूलाई अब कस्तो बोल्नु पनि लाज लाग्ने क्या, चारैतिर नेपाली भएर होला अब अरूले हेरिदिन्छ नि त, अनि कस्तो लाग्ने क्या। अनि यो मलाई चाहिँ एकदमै मनपर्ने क्या, यो बरदुबई भन्ने ठाउँ चाहिँ एकदमै मनपर्छ क्या। हेर्नु चारैतिर अब आफ्नै आफन्त जस्तो फिल हुने क्या, कुटेर आउले भन्छ जस्तो फिल हुने नेपालीहरू देख्दाखेरि होइन। अनि त्यही भएर यो चाहिँ लास्टै मनपर्छ यो ठाउँ चाहिँ। अनि म मेरो छुट्टीको बेलामा कहिले आइरहन्छु, छुट्टीको बेलामा कहिले साथीहरूसँग आउँछु। आज चाहिँ मलाई साथीहरूले धोका दियो भन्नु होइन कसले भन्थ्यो त्यहाँ त्यो कुरो बिल्कुल गर्न मिल्दैन। आज चाहिँ साथीहरूले धोकै दियो भन्नुपर्छ। प्लान चाहिँ बनाएको थियौँ 4-5 जना आउने, लास्टमा हेर्नु न एक्लै के गर्नु, ठिकै छ, एक्लै जन्मेको एक्लै मर्नै पर्ने हो होइन। कुटेर आउले भन्छ अब साथीभाइहरू भनेको त केही समयको लागि त हुन्छ नि होइन, त्यही नि केही छैन। आफूलाई सम्हालिरहेको छु एक्लै। पर सोल्टिनीहरू छ भनेर भन्नु सोल्टिनीहरू छ भन्नु होइन, सोल्टिनी हाम्रो भनेर गयो भने त फेरि गाह्रो पर्ला यहाँनिर होइन। त्यही नि केही छैन, परतिर छ, आफूलाई सम्हाल्नुपर्छ। मेरो साथी आउँदैछ, त्यही भएर म साथीलाई पर्खिरहेको छु। त्यही अब खट्टी राइनी पऱ्यो कि, त्यही भएर उयो राई ड्रेस लगाएर आउँछ। हामी त तामाङको छोरो पऱ्यो, सिलङसकमा चाहिँ कहाँबाट भेटाएर लगाएको छु होइन। अनि अब त्यो खट्टी राई पऱ्यो, अनि त्यही भएर त्यो राई ड्रेस लगाएर आउँदैछ। हेर्नुहोस्, म तपाईँलाई उसलाई पनि देखाउने छु होइन। लेट्स सी आजको साकेला नाच कस्तो हुनेछ दुबईमा। वाह, दुबईमा पनि नेपालीहरू आफ्नो कल्चर आफ्नो संस्कृतिलाई बचाइरहेको छ होइन, गरिरहेको छ। खुसी लाग्छ यो देखेर मलाई होइन। दुबईमा आएर पनि यस्तो साकेलाहरूमा यस्तो अब अस्ति भर्खर भएको थियो नेपाल फेस्टिभल प्रोग्राम, त्यहाँ पनि कस्तो लाग्यो भने जस नेपालको कन्सर्टहरूमा गएको जस्तो फिल भएको थियो क्या त्यहाँ पनि। जस आज म दोस्रोचोटि हो यो साकेलामा आएको, पहिलोचोटि पनि आएको थिएँ, यो त्यो दोस्रोचोटि हो। सरी मेरो कानमा के छिर्दैछ यार, औ कमिला बर्बाद पर्छ कामभित्र सिरन्दाखेरि होइन। दोस्रोचोटि हो यो। अनि त्यतिखेर त मैले मेरो साथीले भ्लग बनाएको थियो, मैले बनाएको थिइनँ। जस त्यतिखेर म नयाँ पनि थिएँ, अनि हल्का त्यस्तो आँट आएको थिएन भनौँ न। अब त पुरानो भयो दुबईमा पनि होइन, 2 वर्ष पुग्नु लागिसक्यो। हल्का मान्छेहरू देख्दाखेरि यस्तो नहुँदो रहेछ। जस अब भ्लग बनाइरहेको छु, कस्तो हुन्छ हेरिदिनुहोस् होला, मनोरञ्जन गरिदिनुहोस् होला, कमेन्ट गरिदिनु होला के मिलेन कस्तो मिलेन होइन। के मिलेन, तिम्रो के मिलेन, यो मिलेन है, यसरी गर भनेर भनिदिनु होला। जस्तै हो, तपाईँहरूको कमेन्टहरूको रिप्लाई दिनेछु म होइन। के हो साँच्चै यो साकै हो क्या, ए फर्सीको मुन्टा, फर्सीको मुन्टो, रायोको साग के छ दाइ? कहाँबाट आएको यो? नेपालबाट आएको डाइरेक्ट? यता के हो? मान्छेले त नेपालको भनेर बेचिदिन्छ नि त, झुकाइदिन्छ नि त। तपाईँ त झुकाउनुहुन्न नि। हजुर कहाँ छ सिस्नु दाइ? सिस्नु छ अरे यहाँनिर यो? अरे वाह, ल दुबईमा सिस्नु नेपालबाट आएको डाइरेक्टली होला सायद।
बोल्छ झाटा के बोल्दैन ओइलाइसक्यो नओइलाइन्जेल अहिले ज्याममा दिन्छ नपोल्दो रहेछ उसले पानी माल्नु उहिलाएछ कसरी नि कसरी हो दाइ किलोको 40 किलोमा नि फेरि पुरै सिस्नु लान्छौ सिस्नु अहिले गर्मीमा सिस्नु खानु हुँदैन थाहा छ नि गर्मी महिनामा सिस्नु खानुहुन्न यो प्याजको पात यो त के हो यो खोर्सा कस्तो खोर्सानी हो होइन खोर्सानी यो चाहिँ रहेछ बर्दुबैमा रहेको नेपाली मार्केट नाम चाहिँ के थियो मैले हेरिनँ सरी त्यसको लागि होइन तर यहाँ चाहिँ विभिन्न नेपालीमा नेपालको फ्रुट्सहरू होइन अकबरे खोर्सानी भेजिटेबलहरू अकबरे स्पाइसिसहरू होइन अकबरे खोर्सानी अनि यो के आलु पकौडाहरू सबै नेपालबाटै होला आएको होला सायद यहाँ त पाउँछ जस्तो लाग्दैन मलाई होइन अनि धेरै कुराहरू निगुरो भयो पेतुको साग भयो अनि यो के भन्छ सिमी साग सबै थोक पाउँदो रहेछ क्या यहाँनिर अनि एकदमै खुसी लाग्यो यो देखेर अलिकति नेपालको मार्केटै कहीँ पो छिरेँ कि जस्तो लाग्यो क्या अनि धेरै राम्रो राम्रो उयोहरू लिची पनि कस्तो राम्रो क्या फेरि यो त लिचीको सिजनै हो नि त अहिले र यो चाहिँ अलिकति सकिसकेको रहेछ लिचीहरू चाहिँ अनि सबै थोक अनि यो के भन्छ माने यसलाई चाहिँ दुध माने भन्छ हामी साथीले त खोइ के भन्छ गोवा के भन्दै थियो तर यसलाई हामी दुध माने भन्छ यो पनि सब्जी खानको लागि नै हो त्यो पनि पाउँदो रहेछ धेरै नेपाली उयोहरू पाउँदो रहेछ नेपाली मार्केटमा होइन नेपाली उयो चिजहरू नेपाली मसलाहरू नेपाली फ्रुट्सहरू नेपाली भेजिटेबलहरू होइन अब खुसी लाग्यो हेरेर अलिकति नेपालमै कहीँ क्या कोकोलाई याद आयो त गाइज यो स्कुल पढ्दाखेरि खाने क्या यो मामा चोचो भने यहाँ त्यो वाइवाई रहेछ ल दुबईमा नि ल दुबईमा नेपाली मार्केट है वा के भन्छ यो के भन्छ तामाको उपर स्मेल यस्तो मिठो स्मेल गाइज उसले चाहिँ अब के किन्यो के किने हौ चाउचाउ के किन्दैछ बेबी कम टु दुबई के पचाउने चाउचाउ खाएर म त्यस्तै चौचौ चिप्स खाएर यत्रो मोटो भयो तिमी पनि त्यही साथीको लक्ष्य अब तिमीलाई सङ्गत कसको भन्यो भने तिमी पनि बानी गर अब है रेसिपी बनाउनु गएको उसको होइन कहाँ रेसिपी चाहिँ कहाँ बनाउने तर थाहा छैन होइन बर्दुबेको कता डुलाएछ साथीले चस्मा लाएर हिँड्छ नि देखेछ त्यो केटीहरू होला नि फेरि नेपाली नभएर मारो मुझे मारो मुझे मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है यस्तो चाहिँ नभन न हो त हालिदिन्छु बेहुली है बेहुली हेर्नु छड्के तिल्लरी लगाएर अनुहारै नै भन्छ तिल्लरी सिल्लरी वा पुरा नेपाल किधर है हम नेपाल पे सुन पसलहरू रहेछ सबै नेपाली नै यहाँ दयाहाङ राई के आइरन सिद्धेलहरू अघि सामान लिएको निरे केता डुलाउँदैछु यार घाम पनि सबै नेपालको झन्डा युएको झन्डा नेपालको झन्डा छ यो सबै नेपाली बस्ती नै भनौँ न मिनी नेपाल भन्दाखेरि फरक पर्दैन नि मिनी नेपाल भन्दा फरक पर्दैन नि मिनी नेपाल खाना खानु गइरहेको छौँ कता हो तर त झन् सबै नेपालको झन्डा हुन्छ यतातिर नि मिनी नेपाल गाई भोक लाग्यो साथी भन्दा बल्ल कान्तिपुर रेस्टुरेन्ट बर्दुबईको कान्तिपुर रेस्टुरेन्टमा खाना खानु पस्यौँ अनि त्यसपछि हामीले त हेर्दैछौँ मेनुमा के खाने भनेर नि यसो हेरेको थकाली खाना रहेछ होइन चिकन थकाली भेज थकाली मटन थकाली फिस थकाली होइन अनि हामीले चाहिँ अब मटन त म खाँदैन अनि त्यही भएर दुईजनाले चाहिँ लोकल कुखुरा पनि रहेथ्यो तर लोकल कुखुराको त हड्डीकोले खान्छ
अनि त्यसपछि हामीले चिकन थकाली खाना मगायौँ खाने भनेर। लास्टै भोक लागिसकेको थियो है, अनि लास्टै भोक लागिसकेको छ। अनि त्यो मैले त्यो पनि देखाइदिएँ, लोगो पनि कान्तिपुर यो चाहिँ बर्दुबेमा रहेको छ कान्तिपुर रेस्टुरेन्ट, अनि सायद कान्तिपुर रेस्टुरेन्ट नै होला। फाइनली हाम्रो खानाको पर्खाइको घडी खत्तम भइसकेको छ। फाइनली हाम्रो खाना आइसकेको छ। अनि खाना खानुलाई भोक लाग्यो, एकदमै हतार भइरहेको छ क्या, कस्तो भोक लागिरहेको छ। अनि खानामा चाहिँ के छ भन्दाखेरि टमाटरको अचार, दही, कुखुराको मासु, कालो दाल, अनि यो के भन्छ यो कोपी आलु मटरको सब्जी, अनि गुन्द्रुकको र भटमासको अचार, अनि फर्सीको सब्जी, रायोको साग, अनि मुलाको अचार। वाह, अनि सलाद पनि छ साइडमा, अनि पापड। खाए ल। खाए ल। मेरो चिकन बटर सलाद त्यही त खाए ल। त्यही त खाना पनि एकदमै मिठो थियो क्या, एकदमै मिठो थियो होइन। दाल है, दाल पनि यस्तो मिठो, अनि त्यसपछि भयो सब्जीहरू भयो होइन, सबै पर्फेक्ट क्या, मिठो थियो क्या, जस्तै घरमै बनाएको जस्तै एकदमै मिठो थियो। अनि मरमसलाहरू पनि एकरी हुन्छ नि ठ्याक्क मिलेको होइन, एकदमै मिठो थियो। खाँदै बिस्तारै गफ गर्दै खायौँ होइन। अनि नाच्नु पनि जानुपर्ने, साकेला नाच्नु पनि जानुपर्ने छ फेरि, किनकि धेरै खायो भने पेटमा फेरि भरि नाच्नु सकिँदैन, उफ्रिनु सकिँदैन। साकेले नाच्ने ठाउँमा पनि दिनुहुन्छ, सेलरोटी हुन्छ, खिर, अनि गोठी अचारहरू सबै सम्पूर्ण हुन्छ, जस छ्याङ पनि हुन्छ है, गाईचहरू सरुवाहरू हुन्छ नि। सरुवा भनेपछि त राईहरू लिम्बूहरू थाहा हुन्छ होला सरुवा केलाई भन्छ भनेर। अनि सरुवाहरू सबै हुन्छ, तर पनि अब त्यो डान्स सुरु भइसकेको छैन, भइसकेको छ, एक लट हामी नाचेर आइसकेको होइन। त्यही पनि खाना भनेको त अलिक पछि नै हुन्छ नि त। त्यही भएर भोक लागिसकेको थियो, केही पनि बिहानदेखि केही नखाइकन हामी माथि रुमबाट निस्किएको थिएँ होइन। अनि खाना नखाइकन 2 बजिसकिसकेको थियो, अनि लास्टै भोक लागिसकेको थियो। अनि हामी खाना खानुलाई पस्यौँ कान्तिपुर रेस्टुरेन्टमा। एकदमै मिठो खाना, एकदमै सरसफाइ पनि होइन, सबै पर्फेक्टली मिलेको होइन। अनि मैले त्यही खाना खाँदै गर्दाखेरि एउटा दाइलाई देखेको थिएँ कि त्यहाँनिर। त्यो दाइलाई मैले सोधेँ कहाँ देखेको हो दाइ भने, मैले भिडियोमा त ल्याउन सकिनँ, त्यही पनि कहाँ देखेको हो दाइ तपाईँलाई मैले देखेको भने भएर आफै मेरो साथीले भन्यो टिकटकमा भाइरल हुनुहुन्छ नि त। टिकटकमै हो, टिकटकमा एकदमै भाइरल हुनुहुन्छ त दाइ। के भन्छ राजा, तिमी जस्तो खाना खानेलाई के भन्छ राजा, दाजुसँग खाने भाउसँग उठ्ने भन्छ कि हाम्रोतिर। मैले खाएर हात साथ धोएर प्लेट लगिसकिसक्यो। चारजनामा छ नाइट फर्क्यो कस्तो लाग्यो खाना? बल्ल बोल्नु उयो गरेको लगाइ सबै खाना खाएर निस्किन्। अब त्यही नाइटो फर्क्यो, अब एकछिन गएर उफ्रिने हो। एकछिन गएर सकेला डान्स हान्ने, अनि त्यसपछि टाटा बाई भाइ साथी। नेपाली है, चारैतिर नेपाली छ। नेपाललाई मिस गरिँदैन, बर्दुबेमा बस्यो भने नगरिँदो रहेछ। तर त्यसले त पुरै आकारको गर्छ अनि त्यो एकछिन साइलेन्ट कुरा नगर एकछिन कहाँ छ खोइ। त्यही त देखेको तिम्रो भान्जा कहाँ छ? अब त्यो साथीलाई लिन आएको छु, यहाँनिर कता आएको छ भनेर भन्छ, कता उहीँ आउँदैछ उतै होइन। हामी लुक्नेहरू चाहिँ हेर्ने खोज्दैछ।
उता जाँदैछ हामी के छ के दुईजना वाइट वाइट छ त सेम के छ गुड आउँदो रहेछ होइन क्यामेराको लागि ठिकै होइन त्यस्तो राम्रो नि होइन त्यस्तो राम्रो भएन त्यस्तो तिमीलाई आउँछ नि फेरि भ्लग गरेर त्यस्तो गऱ्यो यस्तो गऱ्यो Hello everyone, welcome back to my YouTube channel after a long time. Ini kata cewek baca Quran pok 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 pok. So आज हामी बर्दुबई घुम्न आइरहेको छौँ बर्दुबईको यो होटेल नट अलाउड फेरि गइदिने नेपाली पार्क यो भन्छ नेपाली पार्क यहाँ गल्फ कन्ट्रीमा होइन यतिको नेपाली भेट्ने भनेको धेरै होइन हाम्रो लागि धेरै होइन सबैभन्दा ठुलो कुरा हामी अब के साथी अब त्यो वासरुममा हराएकोहरूलाई बस्नु जानेको तर यहाँ चाहिँ हेर्नुलाई हजुरहरूको हजुरहरूको बुढीहरू यहाँ देखिन सकिन्छ देखियो भने क्षमा गरिदिनु होला क्यामेरामा यहाँ चाहिँ अरूको बुढीहरू होइन बुढी पनि देखिन्छ बुढा पनि देखिन्छ यहाँ यस्तो छ सुट्टा सुड्डीहरूको गजब बेइज्जती है भेला हुन्छ यहाँ महिनाभरिको माया नि तपाईँको बुढी हराहा नि यहाँ चाहिँ स्योर भेटिन्छ कसैको बुढी हराएको बुढा हराएको छ नि भेटिन्छ यो ठाउँ त्यस्तो खाले हो पुरै उयो नै छ यहाँ भेटिन्छ पुरै अनि साथी हाम्रो भ्लग हेरेर के भन्छ वर्षौँमा हराएको मान्छे भेट्नु भनेर धेरै ठुलो कुरा हो नि फेरि सम्पर्क नम्बर छोडिदिनु होला यस्तो छ यताको रमझम तर रमाइलो हुन्छ होइन किनभने नेपालीहरू दाजुभाइ दिदीबहिनी सब भेटिन्छ खुसी लाग्छ अर्काको ठाउँमा यतिकै भेट्दिनँ भनेको अनि यो वासरुम जान लाग्यो वासरुम तिनीहरू वासरुममै हराइसक्यो तिनीहरू यार यो चाहिँ भिला होइन यो अर्बिकको भिला कस्तो के भन्छ म्युजियम के भन्छ थाहा छैन तर डेन्जर हेर न यिनीहरूको आर्टिफिसियल भनौँ कि हेरौँ माटोको कि के हो माटो सिमेन्ट हो यार यो प्रोग्राम भएको ठाउँमा
डुल्दा ठाकिएर हामी त यसो साथीहरू सबै छ होइन। अब यहाँ चाहिँ हामीले यो साथी हुँदैन नि जुन्ता सरी यो साथी चटपटे खाना लागेको छ यहाँ चटपटे खानालाई त्यो चटपटे परदुबईको के भन्छ चटपटे नेपालीको धेरै महत्त्वपूर्ण ठाउँ हो यो चाहिँ होइन। थ्याङ्क यू फर वाचिङ माई भिडियो। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। किन अब म भिडियो गर्दै आउँथेँ होला उताबाट, तर आउँदाखेरि अलिकति हुन्छ नि अब मेट्रोमा बसमा आउनुपर्छ। कस्तो रम्मल गाडी छ है गाडी चाहिँ मेरो यो चाहिँ उताबाट आउनुपर्छ, तर म पछाडिबाट छिटो हुन्छ र म सर्टकट बाटो लाग्छु। मेरो उताबाट बाटो छ तर मेरो सर्टकट बाटो लाग्छु। पुरा गाडीहरू पार्किङ गरेछ। सो तपाईँहरूलाई धन्यवाद छ मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। कस्तो लाग्यो के लाग्यो सल्लाह सुझाव दिनु होला होइन। सल्लाह सुझाव भन्दा पनि राम्रो लाग्यो भने राम्रो भनिदिनु होला, नराम्रो लाग्यो भने नराम्रो भनिदिनु होला, मन दुखाउने छैन। सो तपाईँहरूलाई धन्यवाद छ मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा, रमाइलो गरिदिनु भएकोमा। यस्तो भिडियो लिनु चाहनुहुन्छ भने मेरो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब अनि सेयर पनि गरिदिनु होला। जय नेपाल।